गाइस हामीलाई चल्नेको साइडतिर अनुहारै केही नदेख्ने रहेछ है। हामी चाहिँ टक्क बनाएर साइडमा हिँडेको हाम्रो पार्टनर यता चाहिँ यति सामान बोकेर यता हाम्रो पार्टनर चाहिँ टक्क बसिरहेको छ है हावा खाँदै। घाम लागेको छ गर्मीमा ट्र्याक्टरको ढङ्गमा हावा खाँदै हिँडेको छौँ। डर बनाएर ज्यान डरेका छ यस्तो छ सामान हाम्रो है। खोला टक्क बोकेर सर्लक्क बनाएर यो चाहिँ कोलटार आइपुग्यो। हामी चाहिँ वाक्सा हिँडेको टक्क यता हामी चाहिँ टक्लक्क बनाएर एउटा हातै नोटोमाथि गर्नु हुँदैन। यो बौरा टिपेर कुस्टिएर जाने हो त्यो भएर यता हालखबर एकदम चिन्तामा एकदम कस्तो महसुस भइरहेछ आज। एकदम रमाइलो होइन आज साइडमा हिँड्दैछु होइन। एकदमै बब्बाल हुनेवाला छ आज चाहिँ। ल